Hello guys, welcome to my mini vlog. आजको मिनी भ्लग चाहिँ के छ भन्दा हामी चाहिँ हिजो लाचुङ गयो। मैले हिजो लाचुङ गएको चाहिँ मैले रेकर्ड गर्न सकिनँ, गाडीमा मलाई पुरा साह्रो पर्छ भनेर। त्यहाँ छ मेरो आमा आप्पा माछीहरू। भ्यू त यस्तो छैन, दामी त छैन रहेछ। भ्यू चाहिँ अब बढ दामी त छैन रहेछ, तर पनि हालिदिन्छु। दिस इज माई त्यो चाहिँ पुरा बेसी जङ्गल भइसक्यो। यस्तो पुरा जङ्गल हो गया है। इधर जुगा त छैन, डर पो लाग्छ। यता चाहिँ अहिले म पनि देखाउँछु। यस्तो छ, घाम लाग्दा चाहिँ सालो देख्छ। म त जुगा छ नि त। यहाँ चाहिँ हाम्रो होटल, हामी त्यही होटलहरू हेर्न आएको थियो। घुम्नु चाहिँ होइन, घुम्नु पनि हुँदैन, यस्तो छ। यता त सानोको याद आउँदो रहेछ। हिउँ त त्यस्तो छैन रहेछ। के भन्नु छ लाचुङमा, कस्तो फिल हुँदैछ? लाचुङमा घाँसुङ जस्तो भयो, जाडो रहेछ। बाटो त साह्रै लामो कि उसले गर्दै गयो टाइम त। हिजो मैले गाडीमा चाहिँ बनाउनु सकेन, बाटो लामो भएर पुरा टाउकोहरू दुखेर हो। प्लस बाटो पनि राम्रो थिएन, त्यो बेसी गाडीहरू हल्लाएर मैले हिँड्नै गरेन नि, आउनु सकेन हो। अब अझै देखाउँछु म अगाडि उयो होटलको त्यो उयोहरू पनि देखाइदिनुहोस्। आमा मान्छे। अब हामी चाहिँ यहीँभित्र रुम गएको होइन। यहाँ माथि जानुपर्छ फर्स्ट। यहाँ त गर्नु होइन कुरो लागेर केही छैन, यस्तो छ रुमहरू। हाम्रो होटल हो होइन, यो चाहिँ हाम्रो होटल हो। तर अहिले त्यस्तो यो चाहिँ भएको छैन, रुमहरू सफा गर्नु भन्ने छ। यो रुम मान्छे नबसेर यहाँ यो रुमबाट चाहिँ भ्यू दामी आउँछ हो। यो चाहिँ माथि यता चाहिँ अलिक काठको छ कि, यहाँ चाहिँ हामी बस्दैछ फिलहाल। यहाँ त्यो सबै रुममा चाहिँ पाहुना, यस्तो रुम गेस्ट थियो, पाहुनै थियो। यहाँबाट पनि भ्यू त दामी देख्छ। इस हो, यहाँ मुनि चाहिँ आँगन, यता नि भ्यू चाहिँ दामी देख्छ। यस्तो चारो त्यस्तो चिसो त लागेन मलाई। यहाँ माथि पनि देखाइदिइहाल्छु, तपाईँ पनि त्यस्तै सेम रुम हो। यो चाहिँ हामी मेन मान्छे बस्छ नि, यो पनि काली घटको छ। यो पहिला यहाँ चाहिँ हामी बस्थ्यो फर्स्टमा। यो चाहिँ सानो छेसम बनाएको थियो पहिला हामीले। यो चाहिँ माछीहरूको रुम थियो पहिला। यहाँनिर परनिर चाहिँ गुम्पा हो। यो बाटो चाहिँ मेन यता हाम्रो होटल आउने यस्तो बारीहरू बनाएको रहेछ। यो पहिला एउटा सानो घर थियो, यस्तो हामी पर बाटोबाट आएको। पर गुम्पा, अहिले भरे गुम्पा। अब चाहिँ खानासाना पनि खायो होइन। अब एकछिन हामी पर घुम्नु गएको, म न मेरो बहिनी चाहिँ। अन्त त्यहाँदेखि अब यहाँको बाटोहरू देखाउँछु। पुरा अप्ठ्यारो छ बाटो कि, तर पनि देखाउँछु एकछिन बस। हामी चाहिँ यता उयो चाहिँ यता होटल, यता बाटो यस्तो छ। स्नो पनि हराएछ, माथि देख्दैछ। त्यो चाहिँ जमालेर हिँडे। यता रुखहरू पनि यस्तो सुकेर कि छैन रहेछ। अब खानासाना खाएर हिँड्दै गएको, अल्छी लाग्यो खाना बस्नु पनि। त्यस्तै अब त्यसरी नै गएको। यता फुलहरू पनि त्यस्तो त छैन रहेछ, यस्तो सानो फुल मात्रै रहेछ। उपर रेड चाहिँ दामी रहेछ। यो
चाहिँ सर्टकट हो यहाँ मुनि बाटो पुरा यस्तो रहेछ अहिले चाहिँ रोडोडेन्ड्रन फुल यताबाट चाहिँ गुम्पा पुग्छ यता चाहिँ नजाउँ मलाई रमाइलो रहेछ चाहिँ नजाउँ फुल यस्तो छ जग्गा हाम्रो लाचुङ चाहिँ होइन हाम्रो होटल चाहिँ यो हो यो चाहिँ ब्याकबाट हो मुनि फ्रन्टबाट चाहिँ अलिक उयो देख्छ हो यस्तो वेदर अघि बिहान त घाम लाग्दै थियो त्यो पनि हराएछ घाम लाग्नु पनि ऊबाट वाटरफल चाहिँ क्या दामी देख्छ यस्तो छ